हेलो गाइस। अब हाम्रो देशमा अहिले चुनावको माहौल चल्किरहेको छ, गर्मा गर्मी भइरहेको छ। यसै माहौलको बिचमा टिकाराम यात्री भन्ने हाम्रो एकजना जर्नलिस्टले बालेन शाह र केपी ओली र गगन थापालाई एकै ठाउँमा राखेर डिबेट गर्ने भन्ने कुरामा केपी ओलीले स्वीकारिरहेका थिए। त्यस विषयमा बालेन दाइले गएर कमेन्ट गरिदिनुहुन्छ, म चाहिँ 76 जनाको हत्याराको बिचमा जाँदिनँ, त्यहाँ गएँ भने म पनि त्यो हत्यामा सामेल भए जस्तो हुन्छ। कुरा एकदम राइट, एग्री। बट केपी ओलीको कुरा किन सुन्ने? केपी ओलीसँग डिबेट किन गर्ने, कतिचोटि गर्ने? प्रधानमन्त्री नभएको होइन, फर्स्ट टाइम प्रधानमन्त्री हुनको लागि उम्मेदवारी दिएका हुन्, होइन नि त? पहिला 2-3 चोटि भइसके, कतिचोटि प्रधानमन्त्री पद खाइसके। बालेन दाइको कुरा एकदम ठिक। डिबेट गर्ने हो भने गगन थापा, कुलमान घिसिङ, बालेन दाई अनि हर्क साम्पाङ, यिनीहरू 4 जना राखेर डिबेट गरौँ। कि त यो उहाँहरू 4 जना राखौँ कि भएन भने ल कि वार कि पार, पूर्वे पूर्व, झापा भर्सेस मोरङ, केपी ओली भर्सेस हर्क साम्पाङ राखिदिउँ। र ब्याटल टाइपको के हुन्छ नि, त्यो अन्डरग्राउन्ड ऱ्यापर, त्यो राखिदिउँ। कस्तो हुन्छ त? अब उखान टुक्का सुन्दा अलि झ्याउ भयो। अब ब्याटल भन्ने त्यस्तो खालको अलिकति होस् न यार, अलिकति होइन त्यो ट्राई गरौँ न कोही। अब होइन, टिकाराम यात्रीबाट हुँदैन भने अर्को कसलाई दिने? भिटेनले खेलाइदिन्छ। भिटेनले अनि भिटेन चाहिँ छैछ। भिटेन लाउरे दाइले खेलाइदिन्छ।